अनि यो अलिकति सानो पार्टमा अलिकति ठुलो पार्ट जोडिदिनु पर्यो। अनि यो र यो सिधा हुनु पर्यो। यो माथिको पार्ट र यो तलको पार्ट चाहिँ सिधा हुनुपर्छ। अनि यो घुमेर चाहिँ यो ऊको यो पार्ट घुमेर यसको सिधा सँग आइपुग्छ। यो र यो पनि सिधा हुन्छ। अब ऊमा हामीले टीका तान्नु, टीकाले अक्षरलाई राम्रोसँग ढाक्नु पर्यो। यसरी यही ऊबाट अब हाम्रो अरू ऊहरू यसरी नै अर्को ऊ पनि यसरी नै बन्छ। यो अलिक तल पार्टबाट यसरी अगाडिको भागसँग मिल्ने गरेको सिधा हुने गरेको पुच्छर बनाइदिएर टीकाले अक्षरलाई राम्रोसँग ढाक्नु पर्यो। अब यही ऊबाट हाम्रो अको यो तल्लो भागबाट यसरी सिधा लाइन तानेर माथिबाट तलतिर मुल्ला तान्ने। अनि यसरी नै अनि पछाडिपट्टि मात्र डिको हुन्छ। अगाडिपट्टि हामीले डिको राख्दैनौँ अमा। यसरी नै अह, यसरी नै आ। कति सजिलो छ हेर्नु त, एकदमै सजिलो छ यो। अनि यसरी नै अ आ ओ ओकार बनाउने, पछाडिपट्टि मात्रै डिको राख्ने। अनि औलाई यसरी बनाइदिने। यो औकारलाई यही यो मूलधातु जस्तो यो आकार जस्तो पार्टमा ल्याएर जोडिदिनु परेर डिकोले अक्षरलाई राम्रोसँग। एउटै अक्षरबाट हाम्रा कति धेरै अक्षर बने हेर्नु त। उ, दीर्घ उ, अ, अह, आ, ओ, औ। 8वटा अक्षर, 8वटा अक्षर।